आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सरकारले ठूलो संख्यामा निर्वाचन प्रहरी म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया शुरू गरेको छ। स्वीकृत निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि -2082 अनुसार कुल 1,33,980 जना जनशक्ति माग गरिएको हो। निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि यति ठूलो संख्यामा अस्थायी सुरक्षाकर्मी भर्ना गर्न लागिएको सुरक्षा स्रोतले जनाएको छ। आवेदन दिने समय र स्थान, इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले 2082 साल पुस 25 गतेदेखि माघ 1 गतेसम्म दरखास्त दिन सक्नेछन्। समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म। विशेष व्यवस्था सार्वजनिक बिदाका दिनमा समेत दरखास्त बुझाउन सकिनेछ। स्थान जिल्ला प्रहरी परिसर काठमाडौँ, ललितपुर, भक्तपुर तथा देशका सबै जिल्ला प्रहरी कार्यालयहरूबाट फारम प्राप्त गर्न र सोही स्थानमा बुझाउन सकिनेछ। योग्यता र प्राथमिकता निर्वाचन प्रहरीमा भर्ना हुनका लागि देहाय बमोजिमको योग्यता तोकिएको छ। नागरिकता नेपाली नागरिक हुनुपर्ने। उमेर 18 वर्ष पूरा भई 54 वर्ष ननाघेको। शिक्षा कम्तीमा कक्षा 8 उत्तीर्ण। स्वास्थ्य शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने। प्राथमिकता कसलाई? भर्ना प्रक्रियामा यसअघिका निर्वाचनहरूमा सुरक्षाकर्मीका रूपमा काम गरिसकेका व्यक्तिहरू, पूर्व नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सेवानिवृत्त कर्मचारीहरूलाई विशेष प्राथमिकता दिइने कार्यविधिमा उल्लेख छ।